गाइज हामी चाहिँ घरदेखि अब बयर टिप्न बयर खान भनेर यता हाम्रो घरदेखि यता नजिकैको खोला छ। बाबु आऊ मेरो हातसँग त। बाबुले फेरि यहाँ बयर टिप्न जाम भनेको दाइलाई नजा अरे, दाइ नजाने अरे, म मात्र जान्छु मम्मीसँग भनेर रोइरहेको छ। केही नहुनु बाबु, दादालाई आउन देऊ, दादा हो नि। फेरि त्यस्तो गर्ने नि है, दादालाई माया गर्न पर्छ। दादाले हेर्दा भाइ भनेर कति माया गर्छ तिमीलाई। बयर टिप्न सक्छौ बाबु? ल ल म टिपिदिन्छु, खाऊ है। हामी यहाँ अगाडिको खोला छ, एउटा सानो खोला जस्तो। त्यहाँ चाहिँ बयर अस्ति हामीले तोरी ओड्ने बेलामा चाहिँ बयर थुप्रै फलेको देखेको हो मैले। तर अहिले आएर चाहिँ बयर त्यहाँ छ कि छैन म त्यसपछि गएको छैन। अब गएर हेरेपछि थाहा हुन्छ। अनि एउटा चाहिँ यता छ बुट्टा। यो बाटोमा भएको पराल चाहिँ हो गाईको लागि भनेर राखेको। बर्खाभरि गाईलाई खान पुग्दैन भनेर। अनि फेरि यता अस्ति चाहिँ आमाले 1500 को पराल चाहिँ फेरि किन्नु भएको छ। यो चाहिँ 1500 को पराल है गाइज। ल अनि यता अब हामी बयर खान जाने। यताबाट जाऊँ भाउ, अब यताबाट है, यताबाट बाटो छ, सजिलो छ। यताबाट होइन बेटा। हामी चाहिँ यसरी 3 जना, एकजना मम्मी अनि 2टा छोरा, मेरो सानो छोरालाई लिएर आएको छु बयर खानलाई। अनि यता अर्को छ ठुलो छोरा। अब हामी जाँदैछौँ बयरतिर। दाजु बहिनी भाइ दिदी भाइ भनेको ठुलो भएपछि चाहिँ मात्रै माया एकअर्कामा हुने रहेछ। तर सानोमा चाहिँ यस्तो दुई भाइ दाजुभाइ मिल्दै नमिलेर भाइले दाइलाई नआइजा भन्ने, दाइले भाइलाई म पनि जान्छु भन्ने। नरौ है, ल तलबाट होइन, बाटो अप्ठ्यारो छ, आऊ म बोक्छु है। ल मैले चाहिँ हामी चाहिँ यसरी मैले मेरो सानो बाबुलाई बोकेर यता बयर भएकोतिर जाँदैछौँ, बुट्टातिर। ल यसरी हामी पुग्न लागिसकेको छौँ बयर भएको ठाउँमा। कति गाह्रो के खेतको बाटो, ढेला छ धेरै, ढेला बाटोहरू। ल अब आयो बयर त छैन कि क्या हो, किन त थुप्रै थियो त। फाइनली हामी यता खोलातिरको बयरको बुट्टामा आइसक्यौँ। र यहाँ बयर त अस्ति नै तोरी गोड्ने समयमा चाहिँ थुप्रै बयर थियो। अहिले त बयरको नाममा त यहाँ त एउटा दुइटा रहेछ, त्यही पनि माथि पुग्न नसकिने ठाउँमा रहेछ गाइज। त्यसैले यहाँको बयर अब त्यस्तै भयो। बयरको बुट्टा चाहिँ हाम्रो घरबाट हाम्रो घर त्यहाँ हो, घरदेखि यतिको टाढा छ। तर बयर चाहिँ जुन होप राखेर आएको त्यो होप तरिकाको बयर चाहिँ नरहेछ भनेर बुझियो। बयर छैन, सबै पहिले नै अलरेडी सबैजनाले भ्याइसकेको अवस्था रहेछ। ल मेरो छोराहरू गफ गर्दै बयर खान आएको अरे मम्मीसँग। कतिखेर दुई भाइ मिल्ने, कतिखेर झगडा गर्ने मात्रै भइरहेको छ। आज शनिबार नुहाइ गरेर त्यही उभियो बाबु, नहिँड न बेटा। म त बयर त मैले आजभन्दा 8-10 दिन अगाडि नै चाखिसकेको हो। र घरमा दिदीले एक डब्बा, सानो डब्बाको एक डब्बा अचार पनि राखिसकेको छ। अनि थोरै चाहिँ अझै बाहिर सुकाएको छौँ अचारकै लागि भनेर। अचार त हालिन्छ कि हालिन्न, तर मलाई चाहिँ बयर यसरी बुट्टामै गएर टिपेरै खान मन लागेको कारणले गर्दाखेरि आज यसरी भिडियो पनि बनाऊँ भनेर बाबुहरूलाई लिएर आएको। तर बयर चाहिँ नरहेछ यतातिर। त्यहाँ एउटा घरको छेउमा एउटा बुट्टा छ अरे, मैले चाहिँ देखेको छैन। भर्खर त्यहाँ आन्टीलाई सोधेको कहाँनिर हो बुट्टा भनेको, छतबाट देखाइदिनु भएको थियो।
अब त्यही भुटामा जाँदैछौँ है। त्यहाँ भुटामा गएपछि बयर छ कि छैन थाहा हुन्छ, म देखाउँछु। म छु त। आऊ यता अर्को हात देऊ, अर्को हात देऊ। ल माथि टेक। वाउ ल हैन। फाइनली हामी अर्को बयरको बुट्टाको नजिक अर्थात् भुट्टामै आइसकेका छौँ। मेरो बाबु पनि लोटो। त्यसरी होइन बाबु, बिस्तारै हो, बिस्तारै झर्नी हो। अझै एकछिन रोक, म टिपेर दिन्छु है। यसरी बयरको नजिक हामी आइसकेको छौँ, बयरको बुट्टामा आइसकेको छौँ। र यहाँ चाहिँ त्यस्तो बाक्लो बयर नभए तापनि केही मात्रामा बयर अझै रहेको छ। र यो चाहिँ हाम्रो घर नजिकैको बुट्टा भएको कारणले गर्दा पनि यो अझै भ्याइएको नरहेछ। ल म यसरी नै हजुरलाई बुट्टा देखाउँछु। अब म चाहिँ बिस्तारै तल झरेँ है त। ल बाबु तल झर। चाहिँ बयरहरू देख्न सक्नुहुन्छ हल्का हल्का। बयर रहेको छ, पाकेर रातो पनि भएको छ, कुनै कुनै भुट्टामै रातो भएको छ, देख्न सक्नुहुन्छ गाइज। ल बयर यस्तो छ है। काँडा पनि छ यहाँ। खाऊ न खाऊ। बयरको अवस्था यस्तो रहेको छ, टन्नै रहेछ है। यतातिर चाहिँ यो बुट्टामा हो, माथि झन् पाएको रहेछ। ल गाइज हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। ल आगा हाम्रो बयर टिप्ने प्रयास हुँदैछ, त्यसैले अब भिडियो बन्द गर्छु है एकछिन। ल